यहाँ चाहिँ हामी पोस्टमार्टमको लागि आएको छौँ। डाक्टर अनि हामी सबै टिम भएर पोस्टमार्टम सक्सेस गरिसकेको छौँ। यहाँदेखि उता चाहिँ तपाईँहरूलाई के देखाउन चाहे भन्दाखेरि चाहिँ गाईको इन्सुरेन्स कसरी क्लेम हुन्छ, त्यसमा कस्तो कस्तो फोटोहरू चाहिन्छ यो डल्लै देखाइएको छ। यहाँ हेर्न सक्नुहुन्छ। के कस्तो लाग्छ कमेन्ट अवश्य गरिदिनुहोस्। सबै चिरेर चाहिँ अर्ग्यानहरू निकालेर फोटो जिपिएस क्यामेरामा खिच्नु पर्ने हुन्छ। अनि यहाँ हाम्रो सिक्किममा चाहिँ प्रोसेस यस्तो हुन्छ। तपाईँहरू कहाँबाट हेर्नुहुँदैछ, तपाईँहरूतिर के कस्तो हुन्छ? यो फोटोहरू सबै निकालेर चाहिँ अनि गाईको भ्यालिड इन्सुरेन्सको कागज अनि ओनर्सको सबै डकुमेन्ट्सहरू सब्मिट गरे बादमा मात्रै इन्सुरेन्सको पैसा चाहिँ पाउँछ ओनर्सले चाहिँ। यसरी सबै फोटो डिटेल्स दिनुपर्छ हाम्रो चाहिँ।